वाट्सअप गाइज सबैजनालाई सन्चै हुनुहुन्छ भन्ने आशा लिएँ। आज चाहिँ फागुनको 20 गते होइन, काठमाडौँको मौसम एकदम चिसो छ र यो जुन ड्रागन फ्रुटमा तपाईँहरूले हाँगा जुन देखिराख्नु भएको छ नि, यो चाहिँ लगभग दसैँतिर नै हालेको हाँगा हो होइन। त्यसपछि यसले हाँगा हालेको छैन। अनि जाडोमा चाहिँ मैले के देखेँ भन्दाखेरि यसले आफ्नो ग्रोथ चाहिँ पुरै टोटल्ली रोक्दो रहेछ कि होइन। तर जाडोमा पनि यिनीहरूलाई ग्रोथ गराउन सकिँदो रहेछ। कसरी भन्दाखेरि तपाईँको जस्तै घाम आउने तर शीत नपर्ने ठाउँमा यिनीहरूलाई राख्थ्यो भने चाहिँ यिनीहरूको जाडोमा पनि ग्रोथ हुँदो रहेछ कि। फर इक्जाम्पल म तपाईँलाई देखाउँदैछु है। ल हेर्नु गाइज, यही हो है। यो चाहिँ मैले जाडोमा होइन दसैँपछि ल्याएर यहाँ राखेको थिएँ होइन। अनि जाडोमा पनि यिनीहरूले चाहिँ के गर्यो भन्दाखेरि योहरू चाहिँ जाडोभरि होइन हालेको नयाँ सुटिङहरू हो कि। यहाँ चाहिँ यो चाहिँ के छ, बाल्कनीमा छ, यो क्यान्टिलिभर पोर्सन हो होइन। यसरी शीत नपर्ने तर घाम आउने ठाउँमा राखिदिइसकेपछि चाहिँ यिनीहरूको ग्रोथ हुन्छ।